भक्तपुरदेखि मुहान पोखरी नगरकोटसम्मको सडक यात्रा। भक्तपुरको ब्यासीबाट हाम्रो यात्रा सुरु हुन्छ। यहाँबाट कमलविनायक हुँदै भत्केपाटी पुगिन्छ। त्यसपछि आर्मी ब्यारेक हुँदै नगरकोटको जाने मुख्य सडक समातेर अगाडि बढ्छौँ। भिडियो अन्त्यसम्म हेरिदिनुहोला। अहिले हामी भक्तपुरको ब्यासीको रोड हुँदै अगाडि बढिरहेका छौँ। यो डेकोचाको हजुरको टर्निङ बाटो हो। यहाँबाट सिधै अगाडि बढ्नु होला। यहाँबाट हामी कमलविनायक पुग्छौँ। हामी कमलविनायक आइपुगेका छौँ। यो कमलविनायकको एकदमै व्यस्त सडक हो। यहाँबाट हामी अझै सिधा अगाडि गयौँ भने चाहिँ भट्कियापाटी पुगिन्छ। हजुर, यो भट्कियापाटी भनिने ठाउँको यो चोकतिर हो। यहाँबाट सिधै लाग्यौँ भने पनि नगरकोट जाने बाटो छ, तर यहाँबाट अलिक टाढा पर्छ हाम्रो डेस्टिनेसन। त्यही भएर हामी लेफ्ट बाटो पक्रिन्छौँ। सो लेफ्टबाट अगाडि सिधै बढौँ होला। यहाँबाट सिधै अगाडि जाँदाखेरि हजुरले पेट्रोल पम्पदेखि लिएर पार्टी प्यालेस, खोपो पार्टी प्यालेस अनि त्यसको अगाडि अलि अगाडि जानुभयो भने आर्मीको ब्यारेक देख्न सक्नुहुनेछ। सो यो बाटो चाहिँ नछोडिकन अगाडि बढ्नु होला। बाटोको अवस्था एकदमै राम्रो छ। यो बाटो हुँदै अगाडि जाँदा सुन्दर ग्रामीण बस्ती, हरियाली र प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ। यही सडकलाई पछ्याउँदै हामी नगरकोट क्षेत्रमा रहेको मुहान पोखरीसम्म पुग्न सक्छौँ।
हजुरहरूलाई यो नगरकोटको बाटो कस्तो लाग्छ पक्कै पनि कमेन्टमा जानकारी गराइदिनु होला। मन परेको मलाई हैन यहाँबाट तल हो। यस भिडियो मार्फत भक्तपुर 82 देखि कमलविनायक भट्केपाती आर्मी ब्यारेक हुँदै मुहान पोखरी नगरकोटसम्म पुग्ने सडक मार्गलाई नक्सा र भिडियो मार्फत सरल रूपमा जानकारी गराएका छौँ। कृपया भिडियो मन पर्यो भने लाइक शेयर अनि हाम्रो च्यानललाई यस्तै भिडियोको लागि सब्स्क्राइब गरिदिनु होला। हामी मुहान पोखरी आइपुगेका छौँ। मुहान पोखरीको यो नजारा हजुरलाई कस्तो लाग्छ? यो भिडियो चाहिँ श्रावण 2083 सालमा खिचेको भिडियो हो। तर प्रकृतिसँग रमाउँदै केही समय शान्त वातावरण बिताउनको लागि राम्रो गन्तव्य हो। यहाँको हरियाली, स्वच्छ वातावरण र शान्त परिवेशले मनलाई ताजा बनाउँछ। परिवार तथा साथीभाइसँग घुम्न, प्रकृतिको आनन्द लिन र दैनिक केही समय विश्राम लिन यो यात्रा उपयोगी हुन्छ। साथै नगरकोट क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै छोटो पदयात्राको अनुभव पनि लिन सकिन्छ। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।